Hi guys, welcome to our vlog. Welcome back to our vlog. My name is Shreya bhane प्रश्न. Hello everyone, welcome back to my channel. So आज चाहिँ हामी अन्त घुम्न जाँदैछौँ. यहाँ छ मेरो साथी. हामी जाँदैछौँ. यहाँनिर चाहिँ बाटोमा गर्मी भएर बसिरहेको छु. Hi guys. अनि हामी चाहिँ उकालो लाग्यौँ. बाटोमा पनि हिँडेर धेरै गर्मी भएको थियो अनि हामीले कोक पनि किनेको थियौँ अनि कोक पनि खाँदै गयौँ. अनि बाटोमा क्यामुना पनि थिएछ अनि यहाँनिर एउटाले चाहिँ खाँदैछ अनि गफ गर्दै गयौँ हो. गफ गर्दै गयौँ. बाटो कटेको पनि थाहै नै भएन अनि हामी भन्ज्याङ आइपुग्यौँ. भन्ज्याङबाट हामी यता झिलतर्फ लाग्यौँ अनि बाटोमा खै के राखिरहेको रहेछ अनि त्यहाँनिर एउटा खेल्दैछौँ हैन. अनि त्यहाँबाट जाँदै थियौँ. त्यसपछि फेरि आन्टीहरूले यहाँनिर बोलाएर फोटो खिच्नु जाँदैछौँ पर. आन्टीहरूले अन्त फोटो खिचेर आएर हामी एक राउन्ड हान्यौँ अनि त्यसपछि माथि हावा खानको लागि डाँडातिर गयौँ. हामी चाहिँ यहाँ डाँडामा आएर बसिरहेको छौँ. नेभर माइन्ड गर्मी. हामी डाँडामा यस्तो एकछिन बसेर हावासावा खाएर फोटोसोटो खिचेर टिकटक बनाएर भ्यूहरू हेरेर हामी चाहिँ फेरि ओह्रालो लाग्यौँ. तल आइपुग्दाखेरि यहाँनिर हाम्रो बहिनी र भाइ पनि आइरहेको रहेछ अनि यसो गफ लड्दै बसिरहेको थियो. अनि त्यसपछि हामी एक राउन्ड घुमिकन आउँछौँ भनेर उनीहरू चाहिँ गयो अनि हामी यता आएर पर्खेर बसिरह्यौँ अनि उनीहरू पनि आइपुग्यो. अनि हामी चाहिँ चिया खाने भनेर जाँदै थियौँ. यहाँनिर एकजना आन्टीले चाहिँ चन्दा उठाउनु हुँदै रहेछ. उहाँको जुरुवा नानीलाई क्यान्सर के भयो भन्नुहुँदै थियो अनि हामीले यस्तो पैसा पनि दियौँ. यहाँ चाहिँ बहिनीहरूले फोटो खिच्दै थियो अनि एकछिन पर्खेर हामी चाहिँ एउटा होटेलमा चिया खानु भनेर छिर्यौँ. अनि त्यहाँ एकछिन बस्यौँ यसो गफ गर्दै. अनि यहाँनिर चाहिँ को खाने भन्दै यहाँनिर चाहिँ उसले चाहिँ गन्दैछ. अनि त्यसपछि उसले चाहिँ यहाँनिर क्यामेरा देखेर भ्लग गर्नुभएको भन्दै अन्नु लुकाउँदै हाँस्यो. अनि त्यहाँनिर फेरि अङ्कल आएर चिया छैन भन्नुभयो. अनि त्यसपछि हामी अर्को होटेलमा गयौँ अनि हामीले चाहिँ मोमो र कोक अर्डर गयौँ. अनि कोक चाहिँ दिँदै गर्नुभयो. अन्त मोमो चाहिँ पाक्दैछ एकछिन बस्दै गर भन्नुभयो. अनि हामी चाहिँ यस्तो गफ गर्दै भ्यूहरू हेर्दै कोक खाँदै बस्यौँ. फाइनली हाम्रो मोमो पनि आयो. हामी चाहिँ खाजा खाएर टन्नै भएर बाहिर निक्लिँदै गर्दा चाहिँ हाम्रो दादा भेट्यौँ. अनि त्यहाँ चाहिँ दादाले चाहिँ के खाने मिठा किनिदिन्छु भन्नुभयो. अन्त बहिनीहरूले चाहिँ पानीपुरी खाने भन्ने यहाँ विरक्त लाग्दो पाराले बसिरहेको छ हो. यहाँ चाहिँ पानीपुरी सर्भ गरिदिँदैछ हो. म चाहिँ अगाइरहेको थिएँ अन्त धेर खानु सकिनँ अनि एक दुईवटा मात्रै खाएँ. अनि बहिनीहरूले खायो सबै पानीपुरी. बाँदरहरू तिनजना हामी ताँदर झर्दैछौँ एउटा
नम्बर चटनी चटनी आजको लागि त यति नै बाई 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 गाइस